हामीले इंग्लिश ल्याङ्ग्वेज राम्रोसँग सिक्नका लागि हामीले यो डब्ल्युएच क्वेशन जानेको हुनुपर्दछ। डब्ल्युएच क्वेशन भनेको के हो भन्दा व्हाट, हु, व्हिच, वेयर, व्हाई, व्हेन एन्ड हाउ। हाम्रो डब्ल्यु बाट सुरु भएको डब्ल्यु अनि एच बाट सुरु भएको एच भनेर डब्ल्युएच क्वेशन भनेको। व्हाट भनेको के भनेको हैन त। त्यस्तै हु भनेको को भनेको, अनि व्हिच भनेको कुन भनेको, त्यस्तै वेयर भनेको कहाँ भनेको, अनि व्हाई भनेको किन भनेको, अनि व्हेन भनेको कहिले भनेको, त्यसपछाडी हाउ भनेको कसरी भनेको। हामीले यिनीहरूलाई प्रयोग गरेर बोल्न जान्नु पर्दछ। यिनीहरूको प्रयोग गरेर हामीले कसरी बोल्ने त डेली लाइफमा इंग्लिश भनेर तपाईहरुलाई आजको यो भिडियोमा म सिकाउने छु। यस, hello, hi and namaste everyone. Welcome to our YouTube channel Learning Station NP. I am your regular English teacher Navdeep Pokhrel, and today we are in 20 days English speaking course day 13. Yes, आज हामी हाम्रो 20 days English speaking course को day 13 मा छौं र आज हामी यो WH क्वेशन को प्रयोग गरेर हामी डेली लाइफमा कसरी बोल्ने त, कसरी बोलीलाई प्र्याक्टिस गर्ने, इंग्लिशलाई हामीले इंग्लिशलाई कसरी युज टु गर्ने त हाम्रो डेली लाइफमा भनेर आजको यो भिडियोमा हामी सिक्ने छौं। आजको भिडियो एकदमै इम्पोर्टेन्ट छ, अन्तिमसम्म हेर्नु होला। एन्ड if you find this video helpful, don't forget to like, comment, share, and also don't forget to subscribe our YouTube channel. So now, without any delay, let's go to the today's content. अब सबैभन्दा पहिला हामी यो व्हाट को बारेमा चाहिँ सिकौं है। व्हाट भनेको के हो, के हो। व्हाट did you do? What did you do? तैले के गरिस् अथवा तपाईले के गर्नुभयो, तिमीले के गर्नुभयो भनेर भन्नु पर्यो भने what did you do हैन त। तपाईको मन पर्ने खाना के हो, अब के पकाउँ भनेर कसैलाई भन्नु पर्यो भने अब हामीले व्हाट कै प्रयोग गर्छौं हैन। व्हाट इज योर What is your favorite food? तपाईको फेभरेट मन पर्ने खाना के हो त। अब हामीले के भइरहेको छ भनेर भन्नु पर्यो, यहाँ के भइरहेको छ भनेर भन्नु पर्यो भने हामीले What's going on here? यहाँ के भइरहेको छ, What's going on here? अथवा यहाँ के भयो, कसैलाई हामीले तँलाई के भयो भनेर सोध्नु पर्यो भने व्हाट ह्यापन्ड भनेर सोध्छौं नि हामीले। हो, व्हाट ह्यापन्ड, के भयो, व्हाट ह्यापन्ड, के भयो भनेर हामीले सोध्छौं। तिमी के चाहन्छौ भनेर कसैलाई भन्नु पर्यो भने व्हाट यु वान्ट। व्हाट यु वान्ट भनेको तिमी के चाहन्छौ, तिम्रो चाहना के छ त हैन त। व्हाट यु नीड, तिमीलाई के आवश्यक छ भन्नु पर्यो भने व्हाट यु नीड, तिमीलाई के आवश्यकता छ हैन त। व्हाट यु कुक, तिमी के पकाउँछौ भन्नु पर्यो भने व्हाट डु यु कुक। व्हाट डु यु कुक भनेको तिमी के पकाउँछौ। अब यसैको ठाउँमा मैले यहाँ डिड लगाएँ भने व्हाट डिड यु कुक भने तिमीले के पकायौ भन्ने हुन्छ हैन त। यो कुक भनेको चाहिँ के हो त, पास्ट भयो, भेटो भयो नि त। हो, व्हाट डिड यु कुक भनेको चाहिँ तिमीले के पकायौ हो। यसरी चाहिँ हामीले व्हाट को प्रयोग गरेर जति पनि सेन्टेन्स बनाउन सकिन्छ है। अब हामीले यति बुझ्नु पर्यो कि व्हाट भनेको के भन्दा कसैलाई के भन्नेसँग सम्बन्धित क्वेशन सोध्नु पर्यो भने हामीले व्हाट को प्रयोग गरेर सोध्नु पर्यो। अब हामी हु को पढौं है त। हु भनेको को भनेको, यो भनेको चाहिँ को भनेको त पर्सन है, व्यक्तिलाई भन्ने हो। को भनेको हो नि त, हु भनेको पर्सनलाई भन्ने हो। यो व्हाट भनेको चाहिँ के हो त, थिंग्सलाई भनिन्थ्यो हैन, के भन्ने कुरो थिंग्सलाई। अब यो हु भनेको चाहिँ पर्सन, व्यक्तिलाई भन्ने गरिन्छ हु है। अब यो हु को प्रयोग गरेर हामीले सेन्टेन्स बनाउनु पर्दाखेरि
हु इज योर बेस्ट फ्रेन्ड, तपाईको मिल्ने साथी को हो। हु इज योर फादर, तपाईको फादर को हो हैन। त्यहाँ धेरैजना मान्छे छन्, अब तीमध्ये तपाईको फादर चाहिँ कुन हो, बुवा कुन हो भनेर सोध्नु भने हु इज योर फादर हैन। अनि त्यसपछि हु इज योर टिचर, हु इज ही, उ को हो भन्नु पर्यो भने हो। यसरी चाहिँ हामीले हु को प्रयोग गरेर क्वेशन बनाउन सकिन्छ। जस्तै हु इज ही भन्नु पर्यो भन्यो भने उ को हो। अनि तपाईको टिचर को हो, हु इज योर टिचर, हु इज योर मदर, हु इज योर ब्रदर। अब जसले जति पनि भन्न सकियो हैन। अनि त्यसपछि अब हु इज कमिङ भन्यो भने हु इज कमिङ हियर भन्यो भने यहाँ को आउँदैछ अथवा यता को आउँदैछ, हु इज कमिङ, यता को आउँदैछ। यदि बुझ्नु पर्यो हु भनेको पर्सनलाई लगाइन्छ, व्यक्ति को हो भनेको हो हैन। हु इज ही, उ को हो, हु इज सी, उनी को हुन् हैन। हु इज योर टिचर, हु इज कमिङ हियर, यता को आउँदैछ। हु इज ब्याड पर्सन हैन, हु इज ब्याड पर्सन भन्यो भने खराब व्यक्ति को हो त, हु इज ब्याड पर्सन, खराब व्यक्ति को हो। हु इज गुड पर्सन, असल व्यक्ति को हो। हु इज योर प्रेसिडेन्ट हैन, तपाईको प्रेसिडेन्ट भनेको तपाईको राष्ट्र प्रमुख को हो भनेर कसैलाई सोध्नु पर्यो भने हु इज योर प्रेसिडेन्ट, तपाईको प्रमुख को हो, राष्ट्र प्रमुख को हो। हु इज योर प्राइम मिनिस्टर हैन, हु इज योर फाइनान्स मिनिस्टर, हु इज योर होम मिनिस्टर हैन, गृह मन्त्री को हो। हु इज योर अफिस चिफ हैन, तपाईको अफिसको चिफ को हो। हु इज योर फेभरेट हिरो हैन, हु इज योर फेभरेट आर्टिस्ट, हु इज योर फेभरेट सिंगर। हामीले अब यसरी सोध्न सक्यो तपाईको फेभरेट सिंगर को हो भन्नु पर्यो भने हु इज योर फेभरेट सिंगर। हु इज योर बेस्ट पर्सन, हु इज योर बेस्ट पर्सन इन योर अफिस, तपाईको अफिसमा सबैभन्दा तपाईलाई राम्रो लाग्ने व्यक्ति को हो त भन्नु पर्यो भने हामीले हु इज योर बेस्ट पर्सन इन योर अफिस, हु इज योर बेस्ट पर्सन इन योर अफिस भन्यो भने तपाईको बेस्ट पर्सन चाहिँ को त तपाईको अफिसमा हैन। हु इज योर गर्लफ्रेन्ड हैन, हु इज योर बोयफ्रेन्ड हो। जति पनि हामीले यो हु को प्रयोग गरेर गरिन्छ के हो त पर्सनलाई भनेको हो, पर्सनलाई को हो त भनेर भन्नु पर्दा यसरी हु को प्रयोग गर्न सकिन्छ। अब हामी के को सिकौं त, व्हिच को सिकौं है त। व्हिच भनेको चाहिँ कुन भनेको हो, कुन भनेको व्हिच। अब व्हिच को प्रयोग गरेर हामीले कसरी सेन्टेन्स बनाउन सकिन्छ त, व्हिच को प्रयोग गरेर भन्दाखेरि व्हिच इज योर बुक, तिम्रो किताब कुन हो भनेर भन्नु पर्यो कसैलाई हामीले। धेरै सामान छ कुनै पनि ठाउँमा, किताब मात्र हैन जेसुकै पनि हैन, धेरै चीज छ। व्हिच इज योर, अब के छ त, बुक छ भने व्हिच इज योर बुक, पेन छ भने व्हिच इज योर पेन, लुगा छ भने व्हिच इज योर क्लथ, अब शूज छ भने व्हिच इज योर शूज हैन। अब हाउस छ भने व्हिच इज योर हाउस, तिमीले तिम्रो घर कुन हो, व्हिच इज योर हाउस, व्हिच इज हर हाउस, उसको घर कुन हो त, व्हिच इज हिम हाउस, उनको घर कुन हो हैन। व्हिच इज देम हाउस, उनीहरुको घर कुन हो। हो यसरी चाहिँ हामीले चाहिँ भन्न सकिन्छ व्हिच को प्रयोग गरेर। व्हिच भनेको चाहिँ सामान हो हैन, अब वस्तु हो। व्हिच इज योर कन्ट्री भन्यो भने तपाईको देश कुन हो भनेको। व्हिच इज योर डिस्ट्रिक्ट, तपाईको जिल्ला कुन हो, व्हिच इज योर डिस्ट्रिक्ट। व्हिच इज योर प्रोभिन्स, तपाईको प्रदेश कुन हो भनेको हैन। हो यसरी चाहिँ हामीले व्हिच को प्रयोग गरेर चाहिँ क्वेशन बनाउन सकिन्छ। अब योर मात्र भन्न सकिन्न है, जे पनि। व्हिच इज माई पेन पनि भन्न सकिन्छ, मेरो पेन कुन हो त। व्हिच
यो which है। अब which is her house, उनको घर कुन हो भन्नु पर्यो नि which is her house, उनको घर कुन हो हैन। अब त्यस्तै गरी which is him स्कुल, उनको स्कुल कुन हो, उसको स्कुल कुन हो हैन त हो। अब यो which को प्रयोग गरेर चाहिँ कुनै पनि सामान चीज वस्तु, यो आमाले थिंग्स लेखेको छु नि हो, यी थिंग्सहरुलाई चाहिँ उसको कुन हो त, अथवा तपाईको कुन हो, मेरो कुन हो, कसैको चीज कुन हो त, ती मध्ये कुन हो भन्नका लागि हामीले which को प्रयोग गर्छौं। यो तपाईहरुले जान्नु भयो भने तपाईले राम्रोसँग बुझिहाल्नुहुन्छ, बोल्न जानिहाल्नुहुन्छ है त which भनेको। ल अब अर्को है, where भनेको कहाँ भन्ने भो हैन त। कहाँ भन्ने बित्तिकै के हो त, प्लेस को कुरा आयो, प्लेस को कुरा आयो नि। where भनेको कहाँ भनेको हैन त, प्लेस। where are you from भन्छौं नि हामीले सबैलाई हैन। where are you from, तपाई कहाँबाट हो अथवा तिमी कहाँबाट हो, where are you from हैन त। where are you going, where are you going, तपाई कहाँ जाँदै हुनुहुन्छ हैन त, तपाई कहाँ जाँदै हुनुहुन्छ। where is my book हैन, मेरो किताब कहाँ छ। अब where is my भन्यो नि, अब यस पछाडि यो किताब मात्र हैन, जे सुकै पनि हुन सक्छ क्या। where is my pen, where is my house, where is my wife, where is my best friend हैन। where is my child, मेरो बच्चाहरु कहाँ छन्। where is, अब यहाँ my को ठाउँमा you पनि लगाउन सकियो, where is your पनि लगाउन सकियो, where is your पनि लगाउन सकियो, where is his पनि लगाउन सकियो, where is her पनि लगाउन सक्यो, जे सुकै सामान पनि भन्न पाइयो, सक्यो हामीले यो यसरी है हो। त्यसका लागि चाहिँ हामीले where को प्रयोग गरिन्छ। where भनेको कहाँ, कुनै पनि चीज कहाँ छ, तपाई कहाँबाट हो, त्यो चीज कहाँ छ भनेर हामीले कसैलाई कहाँको कुरा सोध्नु पर्यो भने where को प्रयोग गरिहाल्ने हो हैन त। where मैले अघि पनि भने नि, where are you going, where are you from, हो यसरी हामीले चाहिँ जति पनि where को प्रयोग गरेर चाहिँ सेन्टेन्स बनाउन सकिन्छ है त। ल अब हामी अर्को बुझौं है। why भनेको किन भनेको, why भनेको किन भनेको, यो चाहिँ के हो त, रिजन चाहियो। रिजन भनेको कारण है, रिजन भनेको के हो त, कारण। कुनै पनि चीजको केही कारण त हुन्छ नि हैन, रिजन चाहिन्छ के त्यसको। त्यो रिजन खोज्नका लागि हामीले चाहिँ why भन्ने गरिन्छ। why भनेको चाहिँ किन। अब हामीले तैले किन त्यस्तो गरिस् भन्नु पर्यो भने हामीले कसरी भन्छौं त, why why did you do this, तैले त्यो किन गरिस् त, के कारणले गरिस्, यस्तो किन गरिस्। why did you do this, why did you do that, तैले त्यो किन गरिस्। अब रिजन सोधेको हो नि कसैलाई हामीले हैन। अब यस्तो किन भयो त, यस्तो किन भयो भनेर हामीले कसैलाई भन्नु पर्यो भने why why happened that भनेको यस्तो किन भयो, why किन भयो हैन। अब त त्यहाँ किन गइस् भन्नु पर्यो भने why did you go there, why did you go there, तिमी त्यहाँ किन गयौ अथवा तपाई त्यहाँ किन जानुभयो भने पनि यही हो है। why did you go there, तिमी किन काम गरिरहेको छौ, तिमी किन पढिरहेको छौ भन्नु पर्यो भने अब कसरी भन्ने त, why are
you studying? Why are you studying? तिमी किन पढिरहेको छौ? Why are you sleeping? तिमी किन सुतिरहेको छौ? हैन त Why are you sleeping? तिमी किन सुतिरहेको छौ अथवा तपाई किन सुतिरहनु भएको छ? अब Why are you reading? तपाई किन पढिरहनु भएको छ? Why are you working? तपाई किन काम गरिरहनु भएको छ? जति पनि हामीले सेन्टेन्स बनाउन सकिन्छ। अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि why भनेको किन भनेको रिजन, कसैलाई कुनै पनि कामको रिजन सोध्नु पर्यो भने हामीले why को प्रयोग गरिन्छ है। why को प्रयोग गरिसकेपछि यो किन हुँदैछ त यस्तो, यो किन भयो भनेर हामीले सोध्नु पर्यो भने why को प्रयोग गर्ने है। यति बुझ्नु भयो। अब अर्कोतिर जाउँ। अब हाम्रो when को पालो आयो है। when भनेको के हो त? कहिले भनेको। कहिले, कहिले भनेको के हो त? अब टाइमको कुरा भयो नि त। टाइम, समय, कुन समयमा अथवा कहिले त भन्ने कुरो, टाइमको कुरो आयो when ले है। यति हामीले बुझौं। when भनेको टाइममा सोध्ने कुरो रहेछ। तिम्रो बर्थडे कहिले हो भन्नु पर्यो भने when is your birthday? when is your birthday? तिम्रो बर्थडे कहिले हो त? when is your birthday? अब तिमी कहिले आउँछौ भन्नु पर्यो भने when will you come? तिमी कहिले आउने छौ हैन त? when will you come? when will you return back? तिमी कहिले फर्किने छौ हैन? अब तिमी कहिले आयौ? कसैलाई कोही हाम्रो घरमा आइसकेको छ हैन, कोही मान्छे हाम्रो घरमा आइसकेको छ। अब त्यसलाई तिमी कहिले आयौ, कतिखेर आयौ, म त भर्खर देख्दै छु भनेर यस्तो, अथवा कुनै पनि यो गाउँमा आएको छ, कुनै पनि कोही पनि मान्छे यो देशमा आएको छ अनि तिमी कहिले आयौ भनेर सोध्नु पर्यो भने अब कसरी सोध्ने त? when did you come? when did you come? तिमी कहिले आयौ? मलाई त थाहै छैन हैन। when did you? अब आयो भनेर सोध्नुपर्छ did को प्रयोग गर्ने के, किनभने आइसकेको छ नि त उ भनिसकेपछि यो के हो त? पास्ट को कुरा हामीले सोध्ने हो कि when did you come? अब तिमी कहिले आउँछौ भन्नु परेको थियो भने चाहिँ फेरि when do you come भन्नु पर्यो। when do you come भनेको चाहिँ तिमी कहिले आउँछौ भनेको, तिमी कहिले आउँछौ। अनि when did you come भनेको चाहिँ तिमी कहिले आयौ। अनि when will you come भनेको तिमी कहिले आउने छौ भनेको है। यो टेन्सको मात्र फरक हो, तर जे भइसके भए पनि when ले भनेको के जनाउँदो रहेछ? टाइम जनाउँदो रहेछ। कहिले भन्नु पर्यो भने हैन, उ कहिले जान्छ, उ कहिले आउँछ, उ कहिले खाना खान्छ हैन, उ कहिले खाना खान्छ त भन्ने सोध्नु पर्यो कसैलाई भने when does he eat food? उ कहिले खाना खान्छ भन्नु पर्यो भने चाहिँ when does he eat food? अब यो तपाई सबै ख्याल गर्नु पर्यो। यहाँ मैले किन डुमा डु लगाएँ, यहाँ डज लगाएँ। यो ही भनेको सिंगुलर हो, मैले सिकाएको कुरो हो नि त तपाईहरुलाई। यो सिंगुलर प्रोनाउन हो, ही भनेको है यो प्लुरल हो। अब यो त्यही भएर यहाँ मैले सिंगुलरमा चाहिँ डज लगाउनु पर्छ नि त, त्यो भएर डज लगाएँ। when does he eat food? उ कहिले खाना खान्छ। अब तपाईहरुले यस्ता सेन्टेन्स त कति हुन्छन्, तर यति बुझ्नु पर्यो कि when भनेको कहिले समयमा लगाउने रहेछ। कुनै पनि चीज कहिले हुन्छ, कहिले भयो, अथवा कहिले हुनेवाला छ, अथवा चाहिँ कहिले हो त्यो चीज भन्नु पर्यो भने हामीले when को प्रयोग गर्छौं। मैले when is your birthday पनि भनिहाले हैन। अब हो यस्ता यस्ता सेन्टेन्स बनाउनका लागि के गर्नु पर्दो रहेछ त? when को प्रयोग गर्नु पर्दो रहेछ। अब लास्ट एउटा हाम्रो how को पालो है। अब यतिन्जेल हामीले what, who, which, where, why, when पढ्यौं, सबै w वाला w क्वेशन थिए। अब एउटा यच क्वेशन भनेको चाहिँ यो how हो। how है, how भनेको चाहिँ के हो त? कसरी। यो कसरी भयो, यो कसरी भयो त? आइडिया, कसरी आइडिया भनेको नि यो, यसले चाहिँ how ले चाहिँ के दिन्छ त? आइडिया दिन्छ, कसरी गर्ने कुनै पनि काम हैन त हो, आइडिया दिने। जस्तै how to, यो कसरी गर्ने भन्नु पर्यो भने how to do
द्याट हाउ टु डु द्याट भनेको यो कसरी गर्ने त, यो कसरी गर्ने होइन हो, हाउ टु डु द्याट हो। अब यो हाउले चाहिँ के जनाउँछ त भन्दाखेरि अब क्वान्टिटी पनि जनाउँदछ। क्वान्टिटी भनेको परिमाण, कति भनेको हाउ मेनी हाउ मच भन्छौँ नि हामीले, हो त्यो पनि जनाउँदछ। हाउ मेनी स्टुडेन्ट्स इन योर क्लास भन्यो भने तिम्रो क्लासमा कतिजना विद्यार्थी छन् भनेपछि यो क्वान्टिटी जनायो नि, हो कि होइन। हाउ मेनी हाउ मच होइन हो, यस्तो भन्नु पर्यो भने पनि हाउको प्रयोग गरिन्छ। अनि हाउले के दिन्छ त आइडिया, हाउ टु डु द्याट, यो कसरी गर्ने होइन त। त्यस्तै कस्तो हुन्छ त हाउ टु सल्भ दिस, हाउ टु सल्भ दिस प्रब्लम भन्यो भने यो समस्या कसरी समाधान गर्ने त। हाउ टु भनेको के हो त आइडिया भनेको थिएँ नि मैले, हो कसरी समाधान गर्ने भन्दा अब आइडिया खोज्छ क्या यसले। हाउ टु कसरी समाधान गर्ने भनेपछि यसरी यसरी गर्ने भन्ने कुरो हुन्छ नि त, त्यो भनेको के हो त समाधान खोजेको हो नि त, आइडिया खोजेको हो। आइडिया खोज्दाखेरि चाहिँ यो हाउको प्रयोग गरिन्छ। अर्को त्यस्तै अब के भन्न सकिन्छ त हामीले हाउको प्रयोग गरेर भन्दा, यु गो अफिस, हाउ टु यु गो अफिस भन्नु भने तिमी अफिस कसरी जान्छौ त। अब तपाईहरुले भन्नुहुन्छ होला आई गो बाई बस, बाई बाइक हैन, तपाई केबाट जानुहुन्छ अथवा बाई फुट, बाई फुट तपाई हिँड्दै जानुहुन्छ भने बाई फुट भन्नुहुन्छ हैन। तपाई बाइकमा जानुहुन्छ बाई बाइक, बाई बसमा जानुहुन्छ बाई बस हो। यो भनेको त हाउ टु यु गो अफिस भनेको तपाई कसरी अफिस जानुहुन्छ भनेको यसले पनि के हो त आइडियामा आएको हो नि त हैन। अब म कुन आइडियाबाट जान्छु त, यो आइडियाबाट जान्छु हो। अब हामीले यति बुझ्नु पर्यो, अब यस्ता सेन्टेन्स त कति बनाउन सकिन्छ हैन। तर अब हामी यति बुझ्नु पर्यो कि यो हाउको प्रयोग चाहिँ आइडिया र क्वान्टिटीमा प्रयोग गरिदो रहेछ। क्वान्टिटी भनेको हाउ मेनी हाउ मच भन्नेवालामा, यहाँ कति छन् अथवा त्यहाँ कति छन्, कति थिए, हाउ मेनी स्टुडेन्ट्स इन योर क्लास मैले भनिसकेँ हैन। अब यो जति पनि हुन्छ नि यस्ता क्वेसन हो यस्तो अवस्थामा प्रयोग गरिन्छ। एउटा आइडिया है, हाउ टु गो, हाउ टु डु, हाउ टु इट, तिमी कसरी खान्छौ, हाउ टु इट, तिमी कसरी जान्छौ, हाउ टु गो हैन। अनि तिमी कसरी सुत्छौ, हाउ टु स्लीप, तिमी कसरी बनाउँछौ, हाउ टु मेक, तिमी कसरी पढ्छौ, हाउ टु स्टडी, तिमी कसरी खेल्छौ, हाउ टु प्ले हैन। हाउको अब कति हुन्छ यो सेन्टेन्स त, हाउ टु प्ले तिमी कसरी खेल्छौ, हाउ टु सिङ अ सङ तिमी कसरी गीत गाउँछौ, हाउ टु डान्स तिमी कसरी डान्स गर्छौ हैन त। हाउ टु पेन्ट तिमी कसरी पेन्ट गर्छौ, पेन्टिङ गर्छौ हैन। हाउ टु ड्र तिमी कसरी पिक्चर बनाउँछौ, चित्र बनाउँछौ। जति पनि सेन्टेन्स हुन्छ हाउ टु को प्रयोग गरेर, त्यो भनेको हाउ टु भनेको कसरी भनेको, कसरी भनेको आइडिया हो। यति हामीले बुझ्नु पर्यो। ल ओके, हामीले आज WH क्वेशनको बारेमा पढ्यौं। त्यो भनेको व्हाट, हु, व्हिच, व्हेन, व्हाई, व्हाट, हु, व्हिच, वेयर, व्हाई, व्हेन र हाउ को प्रयोग गरेर कसरी सेन्टेन्स बनाउने अनि कसरी बोल्ने, यो भनेको के हो त भनेर बेसिक रूपमा आज हामीले बुझ्यौं। हाउ वाज द टुडेज क्लास, तपाईहरुलाई आजको क्लास कस्तो लाग्यो त। If you find this class helpful, don't forget to like, comment, share, and also don't forget to subscribe our YouTube channel. So now I'm going to leave from this class. Have a wonderful day. Bye-bye. Keep learning, keep supporting, and keep growing. Thank you so much.